चोरी गर्ने औजारहरू समेत चाहिँ यहीँनिर छुटेको छ र यो चोरी गरेर त्यहाँबाट लगेको हेर्न सक्नुहुन्छ कसरी चाहिँ उहाँले कुन तरिकाले चाहिँ चोरी गर्नुभएको छ भने सुन पसलमा कसरी चोरी गरेको छ स्पष्ट रूपमा हेर्न सक्नुहुनेछ। यो जुन हेर्न सक्नुहुनेछ जुन व्यक्ति गत राति चाहिँ चोरी गर्न आएको थियो उहाँको यो चप्पल र त्यो दर्शक भाइहरूले हामीसँग हुनुहुन्छ यहाँनिर इलाका प्रहरी कार्यालयको इन्चार्ज सही साहब आरएम महतोज्यू। आउनुहोस् उहाँसँगै सोध्नेछु यो घटनाको विषयमा विस्तृत के छ भनेर। तपाईँलाई स्वागत छ सर। यो घटना के कसरी भयो, कहिले तपाईँले थाहा पाउनुभयो? म त बिहान सुतिरहेको थियो, यहाँको स्थानीयले जानकारी गराउनु भयो, पसलवाला पनि थिएन। त्यसपछि हतार हतार आए। अब राति पानी पनि पर्दै थियो, चट्याङ पनि पर्दै थियो। अब त्यसमा अब यो आवाजको पनि अब नजिकैको मान्छेको थाहा पाएन। हामी त अलि टाढै भयो। हामी त नियमित गस्ती गरिरहेको छौँ, मान्छे देखिरहन्छु। पसल खुलिरहेको हुन्छ प्रायः कतिजनाको 11-12 1 बजीसम्म। अब के कसरी भयो, अब राति पानी परेको अवस्थाले हो कि अब अन्ध्यारो, अब लाइन कटेको समस्या पनि थियो। अब त्यतिखेर अब यता कुनाका पनि पानी पनि जमेको, मान्छेको आवागमन पनि अब रोँदैछ यता। अब हामी त बिहान अब 6 बजेर जानकारी पायो स्थानीयवासीबाट। यहाँ स्थानीयवासीको गुनासो के रहेछ भने सर कि तपाईँलाई फोन गर्दाखेरि यहाँ इलाका प्रहरी कार्यालयमा फोन गरेपछि आधी घन्टापछि यहाँ जब कि 2 मिनट पनि लाग्दैन तापनि आधी घन्टापछि यहाँबाट चाहिँ प्रहरीहरू प्रशासन आउनुभयो भन्ने गुनासो गर्दै हुनुहुन्छ? होइन, म त छिटै आएको हो, आधी घन्टा होइन। यहाँनिर अहिले सिसिटिभी क्यामेराहरू छ कि छैन सर? अब आफ्नो आफ्नो कुनै राखेको छ, तैपनि आफ्नो घर अँगना गाडी क्याच गर्ने मात्र, बाहिर अब फिल्डमा क्याच गर्ने राखेको छैन। र नगरपालिकाको पनि यहाँ क्यामेरा कतै छैन। यहाँ सिसिटिभी प्राय आफ्नो आफ्नो पसलको अगाडि आफ्नै बरन्डा अगाडि देखिने गरी राखेको छ। यो अब यो जुन चोरी भयो गत राति, यो त संयोगले भनौँ, तर यसमा अब कमी कमजोरी कसको देखिन्छ त सर? कमी कमजोरी त अब हाम्रै देखिन्छ नि। अब जे हामी त अब प्रयास गर्दा गर्दा हामी त अब हाम्रो चाहना त छैन कतै चोरी होस् या जे होस्। हामी त प्रायः घुमिरहन्छु, रेगुलर नियमित रूपमै घुम्छु, नघुम्ने होइन। अब कतिखेर अब चोरले अब कति सोंग पार्छ, मौका पार्छ, त्यो त चोरको कुरा हो। तपाईँ आफ्नो बहुमूल्य समय दिनुलाई धन्यवाद। हस्, धन्यवाद। जस्तै कि दर्शक पनि तपाईँले सुन्नुभयो, उहाँ हुनुहुन्थ्यो सही साहब। उहाँको भनाइ के थियो भने उहाँ नियमित गस्ती गर्दा पनि चोरको अब यो जुन गए राति चाहिँ चट्याङ र पानी परिराखेको थियो त्यही बिचमा उहाँले चाहिँ आफ्नो चाहिँ मकसद भनौँ, मन्तव्य भनौँ पुरा गर्नुभएको छ र अगाडि चाहिँ छानबिन गरेर के कस्तो कारबाही उहाँलाई समात्न सक्छ कि सक्दैन भन्ने हामी तपाईँलाई जानकारी दिने नै छौँ। नमस्कार दर्शक पनि, अहिले तपाईँ हेर्दै हुनुहुन्छ हलपल तेज खबर। म रोशन कुमार शाह। यहाँनिर अहिले माधवनगर नगरपालिका वार्ड नम्बर 6 माधवपुर बजारको दृश्य तपाईँले देखाउन गइरहेको छु। यो जुन माँ भवानी ज्वेलर्स हेरिराख्नु भएको छ, यहाँनिर गत राति चाहिँ चोरी भएको छ यो गहना पसलमा र यहाँनिरको स्थानीयवासी समेत सुन पसलको भनाइ के छ आउनुहोस् उहाँसँगै सोध। यो सुन पसलमा कसरी चोरी गरेको छ स्पष्ट रूपमा हेर्न सक्नुहुनेछ। यो जुन तल मार्ने हुक हुन्छ त्यो नै उखालेर यहाँ एउटा चारमा टाँगेको छ र एउटा यहाँनिर राखेको अवस्थामा हेर्न सक्नुहुनेछ। यहाँ घटनास्थलमा प्रहरीलाई फोन गर्दाखेरि आधी घन्टा पछि आएको भन्ने यहाँनिरको स्थानीयवासीहरूको गुनासो रहेछ। दर्शकहरूले हामी समक्ष हुनुहुन्छ सुन पसल ओनर, उहाँसँग स्वागत गर्दै सोध्न चाहन्छु। स्वागत छ तपाईँलाई। के भयो हजुर रात? मेरो पसल हिजो राति चोरी भयो? तपाईँले कसरी कहिले थाहा पाउनुभयो? मैले त आज भर्खर थाहा लागेको। ए, अनि यहाँ तपाईँले घटनास्थलमा प्रहरीलाई जानकारी गराउँदाखेरि आउनुभयो कि भएन? प्रहरी त गाडी नै देखिरहेको थियो आएर मोबाइलमा। अनि तपाईँ के भन्न चाहनुहुन्छ यो भिडियो मार्फत? यो प्रहरीहरू त्यति सुरक्षा यता दिइरहेको छैन मलाई लागिरहेको छ। किनभने यो जुन अहिले दर्शक पनि तपाईँलाई जानकारी गराइदिन चाहन्छु, यो जुन पसल सुन पसल यो प्रहरी चौकीको पछाडिबाट चाहिँ यसरी चोरी हुँदा एकदमै अत्यन्तै दुःखद खबर हो यो। र यही विषयमा यहाँको स्थानीयवासीसँगको पनि भनाइ सुन्नेछु। दर्शक पनि यो हेर्न सक्नुहुनेछ जुन व्यक्ति गत राति चाहिँ चोरी गर्न आएको थियो उहाँको यो चप्पल र त्यो चोरी गर्ने औजारहरू समेत चाहिँ यहीँनिर छुटेको छ र यो चोरी गरेर त्यहाँबाट लगेको हेर्न सक्नुहुनेछ कसरी चाहिँ उहाँले कुन तरिकाले चाहिँ चोरी गर्नुभएको छ भनेर। यो पुरै हेर्न सक्नुहुनेछ यहाँनिर, यहाँबाट पुरै गरगहनाहरू सुन चाँदी चाहिँ लगेको यो यहाँनिरको सबै चाहिँ यो सबैमा चाहिँ गहना थियो है। यहाँ चाँदीहरू राखेको थियो, यो सबै लगिसक्नु भएको छ र यो औजार हेर्न सक्नुहुनेछ। यो अहिले यहाँनिर स्थानीयवासीहरू पनि त्रसित भएको छ। अब यहाँनिर सुरक्षाकर्मीको थेड के होला त?
कसरी सुरक्षित रहन्छ यहाँनिर पसल अथवा जानकारी पाए अनुसार यहाँ घटना के कसरी भयो र के भन्न चाहनुहुन्छ कसको यसमा कमी कमजोरी लागिरहेको छ पर साल तो हम तो यहाँ जेठ में काम कैली 2 बजे 3 बजे बैसाख भर आते रह के काम करते रहली एको दिन न देखली से प्रहरी के बारे कस्ती करे आवे एको दिन न देखली ए तपाईको मतलब वहाँ के कहे के मतलब ये भरे मतलब जौन प्रहरी प्रशासन वाले सुरक्षा थ्रेड वाले भरे कोई निगरानी करे नहीं आवला ना ना आधा घंटा पर ये लंग से फोन कलई आते के तो आधा घंटा पुलिस प्रहरी यानी आधा घंटा के बाद अलै है फोन कला के इन्ने के बाद जब के बगल पिछारू में है तभी हेर्दै गर्नु होला अर्पल तेज खबर म रोशन कुमार शाह धन्यवाद।